गर्ने फुल फुलिसक्यो अझै कति बढाउला आउन सानो माया बढाउन आउन सानो माया बढाउन आजको नयाँ भिडियोमा सम्पूर्ण श्रोता साथीहरू नमस्ते नमस्कार ढोक्दिया बिचमा 2-4वटा कुरा ठोक्दिया हाम्रो गन्धेबारीमा हैन गन्धे खेतबारीमा स्वागत छ है। मलाई चाहिँ मोल लिएर आएको बारीमा टक्का लगाएर गन्धे फुल यस्तो बिना छ कि गर्नै नसक्ने छ हैन। बिचरा हामी चाहिँ खेतीपाती लाउने सिजनमा टक्का लगाएर चट्ट मिलाएर म चाहिँ यहाँ फुलहरू टिपेर हैन टक्का लगाएर यस्तो फुलको छ। सम्पूर्णलाई धेरै धेरै माया म यो फुलको माला लाउन चाहन्छु, तपाईलाई फुल दिन चाहन्छु, लिनु होला भन्न चाहन्छु। सन्चै आरामै हुनुहुन्छ श्रोताबिनहरू। हाम्रो लाइभ कुराकानी हैन हाम्रो भिडियो अनि कि हाम्रो ब्लगमा सम्पूर्ण श्रोता साथीहरूलाई स्वागत छ। र यही भन्न चाहन्छु तपाईहरुमा हामीसँग जो कोही पनि जोडिनु भएको छ, जोडिन चाहनुहुनेछ सम्पूर्ण श्रोता साथीहरूलाई धेरै धेरै माया भन्न चाहन्छु। हाम्रो डेली ब्लग त हैन है, आइतबार सरी सोमबार, बुधबार र शुक्रबार हाम्रो भिडियो आउनेछ। मिठो मिठो कुराकानीहरू गर्न चाहनुहुन्छ भने आउनुहोस् हाम्रो लाइभ कुराकानीमा, सधैँ खुल्ला छ, हामी बिन्दास छौँ यस्तै व्यस्तमा मस्त धस्त हुनलाई। हाम्रो बेलुका साँझ 8 बजे लाइभ कुराकानीमा जोडिन सक्नुहुनेछ। गन्धे फुल फुलेको कसरी बढेको तिम्रो माया मनमा बढेको अझै आउन नि स्टोरी माया बढाउन र तिमीसँगै माया गाँसौला कति राम्रो गन्धे फुल खेतबारीमा बढेको तिमीसँगै माया सेको तिमीसँगै माया बसेको भन्न चाहन्छु श्रोता साथीहरूलाई। अब फेरि हाम्रो खेतबारी भिजिट गर्न चाहन्छु। हेलो साथीहरू, यो जम्मै देखिएको चाहिँ हाम्रो खेतबारी हो हैन, खेतबारी हो। अब खेती लाउने सिजन आइसक्यो हैन, मोल बोक्न थालनी भइसक्यो। हामी चाहिँ डङरङ ल्याएर है टक्क मिलाएर म खेतबारीहरू तपाईहरुलाई भिजिट गराउन चाहन्छु। कस्तो नसन देखेको हो माथिको चाहिँ गोर्खा बजार हो त, माथि देखिएको चाहिँ हैन, देख्न सक्नुहुनेछ माथिल्लो डाँडामा चाहिँ गोर्खा बजार रहेको छ हैन। अब भोट चाहिँ हिजो हालेर आइयो हैन, टक्का मिलाएर चट्टा मिलाएर साथीहरूले के कुन साथीहरूले पनि हाल्नुभयो होला, आफूले चित्त बुझेको हैन, चित्त पराएको ठाउँमा हैन। अब देश विकासको लागि भोटतिर जानुभएको छ, चुनावतिर लागेको छ हैन। हामीलाई चाहिँ अब यस्तै लागेको छ, गाह्रो छ हामीलाई हैन देशको अवस्था अनि हाम्रो खेतको अवस्था यस्तै छ। गन्धे फुल तपाईलाई ल धेरै धेरै माया साथी, तपाईलाई धेरै धेरै माया गर्न चाहन्छु। यो फुलले कति राम्रो छ हेर्नु न, कति राम्रो देखिएको छ। यहाँ गन्धे फुलहरू डङरङ्ग देख्न सक्नुहुनेछ। कति राम्रो गन्धे फुल खेतैमा बढाउला आउन माया मुटु साटौला आउन माया मुटु साटौला। अब हाम्रो खेतमा त अब त्यस्तो माटो पनि छैन हैन, जम्मै ढुङ्गा यत्र सिलौटा जत्र सिलौटा हुँदैन, ठुल्ठुलो ढुङ्गा छ हैन। भन्न चाहन्छु हामी त अब यस्तै खेतबारीमा आएर भिडियो बनाएर टक्का लगाएर चोटो मिलाएर तपाईहरुलाई देखाएर हैन। यो चाहिँ हाम्रो क्यामुनाको रुख हो। क्यामुनाको रुख चाहिँ म भन्दा नि दाउरो छ हैन। अग्लो चाहिँ टिङ्रिङ्गा छ अरू जस्तै हैन। म त भैँगान्टे हो, 4 फुटी भनौँ कि 4-5 फुटी भनौँ, अब भन्न मिल्दैन है, गाह्रो छ भन्न नमिला हैन, अब भन्न सकिनँ। हामी यस्तै हो, हामी खेततिर यसरी रमाइलो गर्दै हैन। अब असार लाग्यो, असार लाग्ने बेला वैशाख नयाँ पाउला पलाउनेवाला छ हैन, हरियाली छाउने छ जतासुकै हैन। गन्धे फुल यति राम्रो गन्धे फुल छ हेर्नुस्, गन्धे फुल हामी पनि गन्धे। र एउटा क्वेसन राख्न चाहन्छु तपाईहरुकोतिर चाहिँ, यो फुललाई चाहिँ के फुल भन्छ है?
आजभोलिको सिजनै गन्देतिर छ होइन। भन्न चाहन्छु हामी यस्तै यस्तै रमाइलो भिडियोहरू गर्दै बनाउँदै आउँदै गरिरहेका छौँ होइन। हाम्रो यहाँ बगैँचाको रुख छ अर्को सानो भर्खरको, अनि यो पिपलको रुख बिचरा मेरो बाँसको जरा जस्तो कपाल जस्तै छ पिपलको रुख पनि, टक्का लगाएर चट्ट मिलाएर भन्नुपर्दा होइन। अब यता यता छ यही हो हाम्रो खेतबारीको अवस्था भनेको अहिले हालको होइन। जोतजात पनि गरेको छैन, टक्का लगाएर चट्ट मिलाएर अब गर्दैछ। मोलको थुप्रो त्यहाँ देख्न सक्नुहुनेछ। र हामी फेरि पनि अर्को भिडियोमा आउँदै गरौँला साथीहरू है। आज चाहिँ मेरो कामको व्यस्तताले गर्दा होइन छोटो भिडियो, अब सधैँ 5 मिनटको भिडियो बनाउने हो होइन। बनाउन त अब त्यस्तै भिडियो बनाउने गर्दैछु। र भोलि पर्सि आउँदै गरौँला साथीहरू होइन। अर्को नयाँ भिडियोमा भेटौँला। आजलाई यहीँ बिदा हुन चाहन्छु। र भरे 5 बजे होइन 8 बजे पछाडिको लाइभ कुराकानीमा जोडिन नभुल्नु होला साथीहरू भन्न चाहन्छु। र आज म यो भिडियोलाई यहीँ स्टप गर्न चाहन्छु। सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। हामीसँग जोडिनु होला, रमाइलो कुराकानी गर्न नभुल्नु होला भन्दै आजलाई बाई बाई, यहाँबाट टाटा, गुड नाइट।